मिति 2082 साल वैशाख 27 गते शनिबार। यो अत्यधिक गर्मीका कारण हाम्रो करेसाबारीको बेहाल अवस्था छ। हाम्रो नर्सरी यस्तो अवस्थामा भएको छ। नर्सरी सार्नको लागि अत्यधिक घाम लागेको र खडेरी भएको कारणले गर्दाखेरि धेरै गाह्रो भइरहेछ। बिरुवाहरू अलिअलि हुर्किने क्रममा छन्। यहाँ रोपेको बिरुवा यस्तो अवस्थामा छ। यहाँ तरुलको बिरुवा पुरै झ्याङ आइसकेको छ गर्मीलाई चिर्दै। यहाँ बोडी छ, बोडी आमाले रोप्नु भएको बोडी। यसपालि यहाँ आँप फलेन, आँपको पनि राम्रै बिरुवा आइसकेको देखिन्छ। यहाँ हेर्न सकिन्छ बिरुवाहरू मरुभूमिमा बिरुवाहरू यसरी मरडासन्न अवस्थामा भएका छन्। पानीको पर्ने हत्तोपत्तो छैन, अत्यधिक सुक्खा लागेको छ। रोपिएका बिरुवाहरू सबै भग्नावशेष अवस्थामा पुगिसकेको छ। यतापट्टि हल्का हरियाली देखिन्छ। जस कटर राम्रै छ, कटर चाहिँ ठुल्ठुलो भइसकेको अवस्था छ। कटर यहाँ फल्दैछ, माथि पनि फल्दैछ। करेसाबारी यो एउटा कटरको रुख हो भने अर्को कटरको रुख हाम्रो यहाँनिर देख्न सक्छौँ हामीले। यहाँ पनि कटरहरू चिचिला लाग्ने क्रम र फल्ने क्रम जारी छ। माथि देख्न सक्नुहुन्छ लटरम्मै कटर फलेका छन्। कटरको यो भदौमा पाक्ने कटर हो, मजाले खान सकिन्छ। यो कटर हो। त्यस्तै गरेर हाम्रो करेसाबारीमा तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ मकै र भिन्डी लगाउने काम भएको छ। यहाँ यो सुक्खा अत्यधिक सुक्खाको कारणले गर्दाखेरि मर्न थालिसकेको छ। यो हाम्रो साग लगभग खाने बेला भइसकेको छ। त्यस्तै गरेर यहाँ मेवा छ। मेवा यो एउटा पाके छ, यसलाई टपक्क टिपेर अहिले खानुपर्छ। त्यस्तै गरेर यता करेसाबारीमा अलिक सुक्खाले सबै यहाँ हेर्नुहोस् रोपेका बिरुवाहरू यसरी अन्तिम अवस्थामा सास फेरिरहेका छन्। यहाँ खुर्सानी सुकेर यस्तो भएको छ भने यता चाहिँ अब लगभग टिपेर खानलाई हुने भएको छ यो फर्सीका मुन्टाहरू। त्यस्तै गरेर यतापट्टि हेर्न सक्नुहुनेछ यो मकै चाहिँ राम्रो आएको छ, तर अलिकति गर्मी पानीको अभाव भयो जस्तो भइरहेछ। गोड्ने बेला भइरहेछ, पानी छैन। अब त्यस्तै गरेर हाम्रो बारीको अलिक पर करेसाबारीमा जाँदा ल हेर्नुहोस् यहाँनिर भिन्डी रोपिएको छ, तर भिन्डी अलिकति गाह्रो मानिरहेको छ। यहाँ सुपारी छ, यहाँ बोडी छ, यहाँ सुपारी रोपिएको छ, यहाँ बोडी रोपिएको छ, भिन्डी रोपिएको छ। यो वैशाखको खडेरीले गर्दाखेरि यहाँनिर चाहिँ तपाईँहरू देख्न सक्नुहुनेछ यो लिची हो। लिचीमा यहाँ कलमी गरिएको छ। यो चाहिँ फल्ने लिची हो र यो चाहिँ अगुवा लिची भएकोले लगभग खाइसकेको छ, पाकिओरी खाइसकेको अवस्था छ सबै। अब यहाँ अर्को वर्ष मात्रै फल्ने छ। यो वर्ष चाहिँ अब एउटा यहाँ बाँकी रहेछ, त्यही पनि यस्तो अवस्थामा छ। करेसाबारीमा ल हेर्नुहोस् सुपारी यसरी रोपिएको छ, मकै यसरी रोपिएको छ। यो काँक्रा लौका फर्सी रोपिएको थियो, तर अलिकति पानीको अभावले गर्दाखेरि सबै मरडसान्न अवस्थामा पुगेको अवस्था छ। हेर्नुहोस् तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ हरियाली राम्रै छ। यता यहाँ बाँसको बिरुवा पनि रोपिएको छ। त्यस्तै गरेर यहाँ सुपारी सबैतिर सुपारी छ। यहाँ हेर्नु रोपेको बिरुवाको चाहिँ बेहाल भएको छ, सुक्खा अत्यधिक छ। यहाँ नरिवलको बिरुवा रोपिएको छ, हुर्किँदैछ। यहाँ तरुल टक्क रुखमा जाँदैछ। यता धेरै बिरुवाहरू देख्न सक्नुहुनेछ, हरियाली भइसकेको छ। त्यस्तै गरेर यहाँ अम्मक यो बेलायती राम्रो खालको यो बिरुवा हो केराको। यो सानो बिरुवा हामीले हुर्काउँदैछौँ। त्यस्तै गरेर यो अमिलो झ्याम्म छ। यो भनेको गावा के भन्छ अम्मक। बोडीको बिरुवा हेर्नुहोस् यस्तो छ। अब फलको लागि यही आरु बहडा भन्ने एउटा फल छ। यो चाहिँ फलिरहेको छ, तपाईँहरू देख्न सक्नुहुनेछ। त्यो घामले गर्दा खासै देखिएको छैन, फलेको छ। हेर्नुहोस् यो पाक्नलाई आँटिरहेको छ, अझै समय लाग्छ यो पाक्न। निकै फलेको थियो, खाइसक्न आँटेछन् केटाकेटीले। यहाँ माथि त अझै निकै देखिन्छ लटरम्मै। आदरणीय दर्शक वृन्दहरू, अब तपाईँहरूलाई मैले करेसाबारी भ्रमण गराइसकेको छु। अब
बिदा हुन चाहन्छु। धन्यवाद।